हेलो गाइज वेलकम टू अनदर ब्लग के छ सबैजना सन्चै हुनुहुन्छ होला नेक्स्ट डे अनि आज चाहिँ न्यू ब्लग लिएर आइसकेको छु। आजको न्यू ब्लग यतैबाट के अरे नाम ताक्लुङ बाट चाहिँ आज ब्लग सुरु हुँदैछ। अनि ताक्लुङको चाहिँ यहाँनिर स्कुल रहेको छ। स्कुलबाट चाहिँ आजको ब्लग स्टार्ट हुँदैछ। अनि मसँग अहिले भाइ छ हैन। अनि हामी चाहिँ यहाँनिर के गर्न आएको भन्दाखेरि चाहिँ यहाँनिर बिनाको चाहिँ यहाँनिर के भन्छ खाजा खानु के अरे होइन हो त्यो क्यान्टिनमा आएको थियौँ होइन। अनि यसो राको मोबाइल तातिरहेको पनि थियो, चार्ज पनि थिएन। अनि चाहिँ भिडियो बनाएको थिइनँ। अब चाहिँ म भिडियो बनाइराखेको छु होइन। अनि हिजोको जुन मैले एउटा भिडियोहरू बनाएको थिएँ जुन एउटा के भन्छ त्यसको नाम के अरे मारेको गोरु मार्नु भएको रहेछ भेनाहरूले। अनि त्यसको मैले भिडियोहरू पनि बनाएको छु होइन, त्यो पनि देखाउने छु। अनि मैले यहाँनिर स्कुलमा पिटी गरेको पनि भिडियोहरू बनाएको छु। सानो रहेछ 10 कक्षासम्म पढाउने रहेछ यहाँ चाहिँ अहिले चाहिँ। अनि यतापट्टि अर्को पनि बन्दैछ होइन, ठुलै 12सम्मको लागि चाहिँ। अनि आजको ब्लग चाहिँ कस्तो हुन्छ के हुन्छ हेर्दै गर्नु होला सबैजनाले। अहिले चाहिँ हामी घर जाँदैछौँ है त गाइज। खतरा छ नि यस्तोको थियो यार। हाम्रो स्कुलमा त मात्र हान्छ त्यहाँ। यस्तो हुन्छ क्या। अहिलेको भ्यू हेर्न सक्नुहुन्छ पुरा होइन। तल हेर्नुहोस् न, अझ बबाल देखेको छ कि पुरै हुसु होइन। तलपट्टि केही देखाएको छैन, पुरै हुसु आएछ होइन। अघि झन् कस्तो खतरा देखेको थियो। अनि भाइले क्यारम निकालिरहेछ ल हेर्नु सक्नुहुन्छ। अहिलेको भ्यू यस्तो छ होइन, पुरै हुसु आएछ क्या। डाँडा छ नि त। अनि हेर न पुरै सर उठाएछ। मोबाइलमा क्याच भएको छ कि नै थाहा छैन, तर पुरै हेर्नु नै सर यता आइरहेछ कि कस्तो मजाले आएछ कि। यस्तो छ गाइज अहिलेको भ्यू। अनि हामी यस्तो छ होइन, भर्खरै खाना खाइयो बाहिर मर्दै समय आउँछ। अब चाहिँ हामी के गर्दै भने चाहिँ अब हामी फेरि तल क्यान्टिनतिर जाऊँ होइन। अझै आज एकदिन बाँकी छ, सो रमाइलो गरौँ होइन। अनि कस्तो लागेको छ हजुरलाई यो सबै ब्लग चाहिँ हेर्नु भएको छ कि नै है, गएर हजुरले चेक गरिदिनु होला सबैजना है। अनि हजुरहरूलाई चाहिँ लागेको छ आजको यो छुट्टै भ्लग आउँछ अनि भोलिको चाहिँ छुट्टै भ्लग आउनेछ। सो सबैजनाले हेर्दै गर्नु होला। म छिरेको नि हो। फाइन 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 यसो हान्नु है त सुधेर चाहिँ क्या क्यामेरा हाल्छ त भान। अहिले जुन छिराइ भएको छ खै कति यहीँ रहेछ नि त। उहाँको लानु है त र नछिरेको भए खै सेतो छिराइदियो अहिले। भाइ बरु पुरो छ हो। हजुर के अनि के को चाबी त्यही राख्नु न अहिले। भाइले बलि गर्दा पानी पऱ्यो गाई, पानी पऱ्यो गाई जल्ला। मैले मात्र छिराउनु त क्या। पुगेन है त। ओए के हो यहाँ त फेरि छिराइदियो त होइन एउटा हो। हेलो गाइस क्यारम पनि खेलिदियो होइन मजाले। अनि जित्दा त लास्ट 1 घन्टा लाएर जितेँ मैले नै। अब चाहिँ फेरि क्यान्टिनतिर तल स्कुल क्यान्टिनतिर जाँदैछ हामी।
दाजुभाइ अनि दिदीले गइसक्नु भयो होइन बिस्तारै बिस्तारै अब आज अब घुमघाम गर्न तल जाँदैछ तल गरौँ अनि अब क्यान्टिनबाट आउनु पऱ्यो एकछिन यो चाहिँ हामी चाहिँ स्कुलतिर आइसकेको छौँ अहिले चाहिँ होइन दुईजनाबाट लहरा 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 लाएर हिँडेर आइसक्यौँ देख्न सक्नुहुन्छ पुरै डाँडाहरू अगाडि यस्तो ठुल्ठुलो डाँडाहरू छन् क्या अनि यहाँनिर चाहिँ अहिले अस्थायी रूपमा चाहिँ भवनहरू बनेको छ त्यही समयको लागि नयाँ भवन बन्दैछ नि त त्यसको लागि ऊ त्यो डाँडा हेर्नु कस्तो दामी भ्यू देख्यो क्या पुरा हावा चलाएको छ कि यतातिर लेक साइड हो नि त अनि डाँडामासित डाँडा काँडामा त पुरै यस्तो हो क्या हेर न कस्तो दामी देखेको छ उतापट्टि त्यो डाँडामा हेर्नुहोस् न है क्या बाबाले देखाएको छ यता यसो घुमौँ न हो अनि यहाँनिर यस्तो छ यहाँनिर ऐना रोक न एकछिन यता घुमौँ यतातिर यस्तो छ होइन स्कुलको चाहिँ स्कुल एरिया छ अनि यसो अनि यतापट्टि हेर्नु चाहनु यतापट्टि हेर्नु न होइन अब जाम न त होइन यतापट्टि क्या दामी हाल्छ क्या दामी हाल्छ यस्तो दामी हाल्छ ओ माई गड हेर यतापट्टि हेर न त्यहाँ हेर न त्यहाँ क्या दामी देखेको यार के ठाउँ त्यो यार के अरे ऊ अरे के भन्छ मुङलिङ यता छ यो मुङलिङको उ अरे मुङलिङको अरे यता ह्याडी चाहिँ मुङलिङ हेर्नुहोस् ह्याडी पुरै देखिँदो रहेछ क्या मुङलिङको ठाउँहरू होइन हेर्नु न पुरा माथि डाँडा काँडा सबै छ होइन मुङलिङको पुल चाहिँ यतापट्टि छ क्या यता भन्नुभएको छ दिदीले होइन ऊ यतापट्टि यहाँनिर ऊ त्यहाँ छ अरे क्या मुङलिङको पुल आउन यता यस्तो घुमाउँ पुरै डाँडा हेर्नु न कस्तो दामी भ्यू देखिएको छ क्या यो डाँडामा त मलाई फोटो खिच्न मन लाग्यो हेर्नु न पुरा होइन ऊ यो मुङलिङ ऊ त्यहाँनिर ऊ त्यो पुल छ ऊ त्यहाँनिर छ कि हेर्नु है ऊ खोला पनि छ होइन ठुलो मुङलिङको पुल चाहिँ यतापट्टि साइडमा छ सो यतापट्टि हिँड्छ अनि हाम्रो अरू हेर्ने हो भने चाहिँ आउँदा उस हेर्नलाई मन्दिर अनि अर्को कुरो चाहिँ के मन्दिर के अरे मनोकामना रहेको छ अब अहिले त बादल आयो उतै छिक्किरहेको छ होइन मनोकामना चाहिँ उतै पारिपट्टि सो डाँडो छ क्या पुरै एउटा डाँडो गरे जस्तो ऊ त्यो बादलको टुप्पो देखाएको छ नि हो त्यहाँनिर छ मनोकामना मन्दिर चाहिँ होइन अनि ल यतापट्टि पनि घरहरू छ पुरै टक्क लाएर होइन आज घुमौँ न होइन लाउनु लिगा यतापट्टि नछ भयो खतरा हावा छ होइन यहाँ चाहिँ अनि देखाउँदैछु यहाँनिर चाहिँ के छ कस्तो भइरहेको छ होइन दामी भ्यूहरू पनि आइरहेको छ यहाँबाट चाहिँ हेर्नु सक्नुहुन्छ पुरा वहाँनिर अलिकति त्यहाँले डाँडाले छुट्याएको छ मनोकामना मन्दिर रहेको छ अनि भने यतापट्टि मुङलिङको पुल हेर्न मुङलिङको पुल हेरौँ त्यहाँनिर वहाँनिर तलपट्टि वहाँनिर रहेको छ होइन मुङलिङको पुल चाहिँ सो त्यहाँनिर मुङलिङ रहेको छ अब यतापट्टि ठाउँको नाम थाहा छैन अनि कता हो इच्छा कामना मन्दिर भनेको कुन चाहिँ डाँडो होइन यो डाँडो हो यो हेरौँ त्यो डाँडो हो कि हेऱ्यो डाँडो भने जस्तो यो बादल छ नि हो यतापट्टि हेऱ्यो डाँडो चाहिँ इच्छा कामना मन्दिर के अरे त्यहाँनिर चाहिँ मन्दिर पनि छ अरे त्यहाँ चाहिँ अब इच्छाहरू आफ्नो व्यक्त गऱ्यो भने चाहिँ पुरा हुन्छ अरे भन्ने हामीलाई दिदीले भन्नुभएको थियो हेर्नु न कस्तो दामी भ्यू आएको क्या पुरा होइन भ्यू हेर्नु पुरा अग्लो क्या पुरा माउन्ट एभरेस्ट जस्तै माउन्ट एभरेस्ट हिमाल भनौँ न होइन हिमाल जस्तै पुरा खतरा पाहाडहरू त्यहाँ ठ्याक्कै यो त्यो छ नि त त्यो कच्चा घर छ नि त हो त्यहाँ को ए म त्यो भइहाल्छ यो रोड नि हेरेर गएको नि यहाँबाट तलपट्टिबाट गएको छ नि त अनि हेर्नुहोस् त्यतापट्टि यस्तो दामी भ्यू देखाएको छ उहाँ मन्दिर वहाँनिर देखिरहेको छ होइन हामीले आँखाले चाहिँ देखाएको छ मेरो क्यामेरा चाहिँ भेट्दैन अब वहाँनिर त्यहाँ रहेको छ देख्न सक्नुहुन्छ मेरो क्यामेराले भेट्दैन वहाँनिर छ होइन अलिक टाढे लाग्छ हिँडेर चाहिँ 1 घन्टा लाग्छ अरे सो अब चाहिँ हामी यहाँनिरको यो भ्यूको चाहिँ फोटो खिच्छौँ है त गाइज हेलो गाइज अहिले चाहिँ हामी यहाँनिर लाग्दैछौँ के भन्छ तोरण है यो रङ्गी बिरङ्गी कलर के भन्छ ट्रायङ्गुलर कलर के हो कलर ट्रायङ्गुलर के भन्छ यसको नामै आउँदैन मलाई
यस्तो रहेछ ए यस्तो खालको रहेछ नि त है गाइस नि हामी चाहिँ यसले चाहिँ यो टाल्दैछौँ होइन देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ माथिपट्टि यति वरिपरि चाहिँ टाल्ने हुनुभएको सो हामी हेर्दै गरौँ कस्तो हो नि यता रङ पनि जाँदै गइसक्यो जस्तो कि अनि यतापट्टि रोटीको लागि हेर्नु है त्यहाँनिर हुन्छ हुन्छ नबनाउने ल बनाउनु ल टागा टाङ्यो नि मेरो मोबाइल चाहिँ एकछिन गरेन टाँगा टाँगा एकछिन गरेन कसो भएछ नि होइन ट्याक्क उता टाङ्यो र अनि एउटा हाल्यो नि अनि फेरि उकाल्ने ऊ त्यसमा हाल्ने किन पहिला उदिएको होइन कसरी बुझ्छ बुझ्छ थाहा छैन कति लामो हुँदैन अरे यसरी गरिरहेको छ होइन कति छोटो त नि हो यस्तो भयो यस्तो हुँदो रहेछ लामो अब यही हाल्यो हुँदो रहेछ म त एउटा एउटा लान्डाको भयो अनि उतो पनि हाल्नु न गाँसमा है त यो गाँसमा लगाइरहेको छ भन्दैन लगाइ चाहिँ हामी गाँसको लागि लाग्दैछौँ अहिले चाहिँ लामो भनौँ माथि चढ्दैछ होइन भन्नको लागि सो दामी तरिकाले बान्दियो होला यो तपाईँ म खाना हजुर ल त्यहाँ मानिसकेको छ भाइले होइन यतापट्टि सानो बिस्तारै बिस्तारै तलपट्टि भयो हाल्नु त लाग्छ तपाईँलाई सम्झ माथि चढ बिस्तारै बिस्तारै खाने गर्नु लागि ए हजुर के भयो होइन अनि बिस्तारै जाऊ माथिबाट सक्नुहुन्छ यस्तो भयो होइन 4 प्याकेट ल्याएको थियो सो यतिको भयो अनि हिजोको यो उ है यो के भन्छ गोरुको छाला अनि यतिको चाहिँ भएको छ यहाँनिर देख्न सक्नुहुन्छ गाइस हामीले यति गऱ्यौँ होइन उहाँ भाइले अझै बाँध्दैछ अब ब्यानर हाल्नु पऱ्यो अलि माथि होइन यो अलि यताबाट हाल्नुपर्छ के अङ्कलले आची अहिले भिनाले मिलाउनु त यो त बाहिरबाट हाल्नुपर्छ त्यो त घोषणा त गर्नु परिहाल्छ ल छोडिदेऊ अहिले बिना अलि गर्छ गेट बनाउनु लाग्यो है अब गेट पनि एकछिनमा बनाएपछि बनाउने तकलाएर रोज फुल चाहिन्छ भने भन्नु होला है रोज फुल चाहिन्छ भने भन्नुहोस् दामी दामी छ इ ल पुति पुरा यस्तो के आएछ क्या रोज फुल है ल त छ अहिलेको दिउँसो दिउँसोको कति भयो नि 4 बजिसकेको छ होइन 4:30 हुन लाग्यो अनि यस्तो देखिरहेको छ अहिले चाहिँ है अनि यतापट्टि हेर्नुहुन्छ नि मौसम यस्तो छ गाइस हामी चाहिँ घुम्न आइसकेको छौँ होइन देख्न सक्नुहुन्छ पुरा यहाँनिर चाहिँ फेरि खेल्ने ठाउँहरू भलिबल पनि रहेछ यहाँनिर होइन यतापट्टि देख्न सक्नुहुन्छ भलिबलको लागि कोर्टहरू पनि बनाएर राखेको रहेछ यहाँ पुरै राम्रोसँग खेल्दो रहेछ भलिबल सो अनि हाम्रो मनोकामना मन्दिर चाहिँ उहाँ रहेछ देख्न सक्नुहुन्छ उहाँनिर मन्दिर पनि छ ऊ त्यहाँनिर अब मोबाइलले क्यामेराले त त्यति क्याच गरेको छैन होइन अब क्याच गर्दैन अब राम्रो मोबाइल भएर क्याच गर्थ्यो अब क्यामेरा कतिले भए क्याच गर्थ्यो होला अब त्यति कतिले पनि परेन सो अब चाहिँ हामी जाँदैछौँ यता हेर्न सक्नुहुन्छ ऊ यतातिर हामी चाहिँ अब यतातिर घुम्दै हिँडिरहेको छौँ होइन अब कहाँ जान्छौँ थाहा छैन हामीलाई हामी त घुम्दै हिँड्ने हो कि केही घर काम छ भने काम सघायो अनि नत्र पुरा हामी घुम्दै हिँडिरहेको छौँ कि भाइरमा चाहिँ होइन हो कि होइन भाइ कस्तो भइरहेको रमाइलो भइरहेको एकदम रमाइलो ल गाइस मनोकामना जाने बाटो यहाँबाट चाहिँ छिट्टै पुगिँदो रहेछ अनि यहाँबाट यही बाटो रहेछ मनोकामना जाने हो त ऊ त्यहाँ रहेछ ऊ मनोकामना ऊ त्यो डाँडो हो होइन यताबाट जाँदा 1 घन्टा लाग्छ अरे हिँडेर जाँदाखेरि नि होइन यस्तो छ अनि ऊ त्यहाँ यस्तो पसेको क्या हल्का गाडी आएको भने त 10-15 मिनटै पुगिँदो रहेछ अनि हेर न त्यही त हो नि
हामी चाहिँ उतापट्टि पुगिसकेको थियौँ होइन अनि दिदीले फोन गर्नुभयो घर आऊ खेततिर जानुपर्ने भन्नुभयो अनि यसो खेततिर जाऊँ होइन के कस्तो छ हेरौँ अब त्यतातिर नि भिडियोहरू बनाऊँ अब त यतासम्म त आइपुग्यो नि त हामी अब यहाँसम्म आइपुग्यो भुबु मायालु लेखेर रहेछ अब त्यहाँसम्म आइयो अनि ठिक छ रमाइलो भयो यतिको अब आज हामी हिँड्ने अब नयाँ मान्छे होइन अब यताउता हिँडिरहेछौँ अनि सो अब यताउति हिँड्या अरे खुट्टा दुख्या त्यही पनि हिँडेका छौँ क्या हामी होइन अब चाहिँ फेरि तल खेततिर जानुपर्ने हुन्छ मबाट चार्ज पनि छैन अब तल एकचोटि खेतमा जाऊँ अनि खेतमा गएपछि चाहिँ हामीले खेतबाट गएर आएछ खेतबाट चाहिँ म भ्यू देखाउँछु त्यहाँदेखि तल चाहिँ खतरा छ क्या भोलिपल्ट त्यहाँनिर तल घाँस पनि छ नि त अनि घाँस भएपछि चाहिँ तल देखिन्छ पनि सो हामी चाहिँ अहिले त्यहाँ तल खेत जाँदैछौँ दिदीसँग सो अहिले चाहिँ म अहिले घर जान्छौँ विद्यार्थी भाइ बहिनीहरू पनि यहाँनिर धेरै छन् क्या भाइ बहिनीहरू त्यहाँ छोड्दा सुन यहाँ खेल्दैन अब त्यहाँ म्याच परेको बेला मात्र लगाइछ अब चाहिँ हेर्दै गर्नु होला कस्तो लागिरहेको छ हजुरहरूलाई होइन अब चाहिँ हामी यतिकै हिँडिरहेछौँ पारामा सो अब चाहिँ खेत जानुपर्ने हुन्छ आनन्दले टक्का लाएर अनि खेत जाउँ खेतबाटको भ्यू चाहिँ खतरा देखिन्छ क्या अनि सो अब चाहिँ हेर्दै जानुपर्छ होइन बच्चाहरू हाँसिरहेछन् हाँस्न दिनुपर्छ नि होइन स्वास्थ्यको लागि के हो अरे राम्रो हुने हो कि होइन गाइस टक्का लाएर हामी चाहिँ दाजुभाइ तर हामी गाउँमा हिँडेको थियो कि घरमा हिँडे यसरी हिँडिदिरहेछौँ कि घरतिर वरिपरि चिलमा हिँड्छौँ त्यसरी नै हिँडिरहेछौँ कि अब के गर्नु त होइन हेर्दै गर्नु होला अब चाहिँ खेततिर गएर मात्र पुग्नुपर्छ सो गाइस रोटी पैसा घर आइपुगेको रोटी बनाउँदै हुनुहुन्छ है त्यही नै हुँदैन रोटी रहेको छ यहाँनिर चाहिँ होइन के खानुहुन्छ दिदी आउनु रोटी भइरहेछ है रोटी बनाएको हेरेको नि यहाँ हामीलाई गिलासले गर्नुभएको छ है बाबुले हाँसो लागेको होला खानेकुरो होला भने त त्यस्तो पो हुँदो रहेछ हेलो गाइज अहिले चाहिँ हामी खेत जाँदैछौँ होइन त्यसको लागि चाहिँ एउटा पुटेस भन्ने गाउँमा चाहिँ नाम चाहिँ भन्दो रहेछ त्यो भाइ अनि हाम्रो भाइ अनि त्यसपछि बेना र म गएर चाहिँ खेत जाँदैछौँ है अहिले चाहिँ त्यही भएर म चाहिँ हिँड्दैछु मोबाइल पनि हिट भएर त्यसै हिट भइरहेछ क्या यत्रो टाढो छ नि त यहाँ सबै म देखाउने छु अहिले चाहिँ हामी यस्तो यो बाटो जाँदैछौँ सो हेर्न सक्नुहुन्छ यहाँ पछाडिपट्टि मेरो ब्याकग्राउन्डमा है अनि म देखाउने छु सबैजनालाई अलिक तल पुगेपछि झन् रमाइलो ठाउँमा आउँछ किनकि पुरै तल सिलिक्क कस्तो घाँस छ क्या दामी घाँस पनि छ अनि पुरै देखिन्छ अनि तपाईँहरूलाई देखाउने छु सो हेर्दै गर्नु होला है भिडियो चाहिँ हजुरहरूलाई कस्तो लागिरहेको छ अब हामी भिडियोको एन्डतिर पनि आइसकेको छौँ अनि नेक्स्ट भिडियो पनि आउनेछ सो सबैजनाले हेर्दै गर्नु होला माया दिइराख्नु होला है त गाइस र हामी चाहिँ अब अगाडि जाँदै गरौँ महेशको नङ्ग्रा आज अन्त 4 वर्ष अगाडि पनि खायो जिब्रो पनि खानु मलाई त गाइस अहिले चाहिँ यसो बारी हेर्न आएको होइन बेनारको अनि त्यही बेला चाहिँ अब त्यहाँ गोरु पनि मार्नु भएको रहेछ होइन गोरु पनि देखाउँछु अहिले अनि अब यो चाहिँ भोलिपल्टको भ्लगमा आउँछ सो अहिले चाहिँ हामी पुरै यहाँ त बाँदरले हेर्नु न पुरै मकै होइन सबै ढालिदिएको के बाँदर धेरै लाग्दो रहेछ अनि हुन्छ नि के भन्छ अनि अहिले चाहिँ हामी अरिगाल हेर्नको लागि जाँदैछौँ होइन गोरु हेर्न आएको होइन यहाँ हेर्नुहोस् ओए यहाँ उहाँ एउटा उहाँनिर छ होइन यतापट्टि हेर्नु न यहाँनिर छ होइन पुरा देख्न सक्नुहुन्छ यहाँनिर नि हो एउटा अनि यो यहाँनिर ठुलो रहेछ त यहाँ पनि अरिगालको छ अर्को यहाँ पनि यहाँनिर एउटा छ यता दुईवटा एउटा ऊ त्यहाँ एउटा ऊ गाइस अहिले चाहिँ हामी माथि जाँदैछौँ होइन तलबाट अनि
घाँसहरू लिएर आउँदैछौँ। भाइले पनि घाँस बोकेको छ, मैले नि एक मुठा घाँस बोकेर आएको छु होइन। अनि हामी चाहिँ उहाँ तलबाट आइसकेको छौँ। अब चाहिँ घर जान लागेको माथिपट्टि होइन। अब एन्डिङ पनि हुन लागिसकेको छ। सो आजको भिडियो चाहिँ धेरै लामो हुन्छ जस्तो लागिरहेछ। गाइज हजुरहरूलाई चाहिँ कस्तो लाग्यो है। अनि फेरि पनि अर्को भ्लग आउनेछ छिट्टै। सो हेर्दै गर्नु होला नेक्स्ट पार्ट पनि। अनि अघिल्लो पार्ट हेर्नु भएको छैन भने पनि त्यो पनि हेरिदिनु होला। अनि यति भन्दै बिदा हुन चाहन्छु। हस् त बाई बाई गाइज। अब हात त यता बिजी छ होइन। सो भेट्नुपर्छ नेक्स्ट भिडियोमा। बाई त गाइज, बाई बाई।